यहाँ सुन्नु होला, तोरी खेतीमा चाहिँ विषादी प्रयोग गर्ने समय चाहिँ बितिसकेको छ। यस्तो तोरीमा विषादी प्रयोग गर्नु हुँदैन। हेर्नुहोस्, यो तोरी फुल फुलिसक्यो, तर फुलफुले पनि यसमा कतिपय ठाउँमा लाई बसेको छ। चिसोको कारणले लाई लाग्छ अनि हुस्सेको कारणले पनि तोरीलाई असर गर्छ। अब त्यसमा चाहिँ किसानहरूले के गर्नुहुन्छ भनेदेखि जब तोरी फुल्छ, तोरी फुलिसकेपछि चाहिँ विषादी प्रयोग गर्नुहुन्छ। त्यसले चाहिँ तोरीमा यहाँनिर चाहिँ सयौँको सङ्ख्यामा मौरीहरू, हजारौँको सङ्ख्यामा आएर घुमिरहेका छन्। ती मौरीहरू चाहिँ विषादी प्रयोग गर्ने बित्तिकै धेरै मौरीहरू चाहिँ मर्छन्। अब यस कारणले गर्दा तोरीमा चाहिँ जब तोरीको कोपिला बस्न सुरु हुन्छ, फुल्नुभन्दा अगाडि नै कोपिला सुरु हुन्छ, हो त्यतिखेर नै तोरीमा विषादी प्रयोग गर्नुपर्छ। त्यो बेला विषादी प्रयोग गर्यो भने धेरै मौरीहरू त्यहाँ आएका पनि हुँदैनन्, चारो खानाका लागि उनीहरू चर्न आएका पनि हुँदैन। त्यो कारणले गर्दा मौरीहरू धेरै मर्दैनन्। जब तोरी ढकमक्क फुल्न थालिसकेको हुन्छ तब विषादीको प्रयोग गरियो भने धेरै मौरीहरू त्यहाँ मर्छ। यदि मौरीहरू धेरै मर्नु, भमराहरू धेरै मर्नु भनेको चाहिँ तोरीमा परागसेचनको काम चाहिँ तिनीहरूको माध्यमबाट, मौरीको र भमराको माध्यमबाट चाहिँ परागसेचन हुन्छ र तोरी एकदम झरिलो उन्नतिलो तोरी फल्छ। हेर्नु, अब त्यसरी झरिलो राम्रो तोरी फलाउनका लागि चाहिँ मौरीहरू, भमराहरूको धेरै आवश्यकता पर्छ। तर तिनीहरू नै मरे भने चाहिँ तोरी राम्रो फल्दैन। त्यो कारणले गर्दाखेरि तोरीमा विषादी प्रयोग गर्नुहुन्छ यदि किसानहरूले भने तोरीको कोपिला बस्नु सुरु हुँदाखेरि नै प्रयोग गर्नुपर्छ। यस्तो ढकमक्क फुलेको तोरीमा कसैले पनि झुक्किएर पनि विषादी प्रयोग नगर्नुहोस्। धेरै मौरीहरू, भमराहरूको पनि बाँच्ने अधिकार हुन्छ। उनीहरूको खाने भनेको यही प्रकृतिले दिएको, यही बाट नि हो भन्न चाहन्छु। हस् त।